हिरासतमा कवि बन्दै रविन्द्र मिश्र। नमस्कार दर्शकबिन, म बिङ अलर्ट नेपालको समाचारदाता अंकित शर्मा सुवेदी। प्रहरी परिसर काठमाडौँको थुनामा रहेका रापरपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले 38 दिनसम्म हिरासतमा रहँदा आफूले 18 वटा कविता लेखेको बताएका छन्। माता तीर्थ औँसीको दिन आमा सम्बन्धी र अदालतको निर्देशन, देशको कानुन र आफ्नै सजायका विषयमा कविता लेखेको र चाँडै कविताको पुस्तक निकाल्ने मिश्रले बताएका हुन्। चैत 15 गते तिनकोनेमा भएको राजावादी आन्दोलनमा 2 जनाको मृत्यु भएका कारण रापरपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो। यस्तै अलर्टिङ प्रारका लागि हेर्दै गर्नुहोला, सुन्दै गर्नुहोला बिङ अलर्ट नेपाल। हस्त, धन्यवाद।